के हजुरहरू आफ्नै संस्थाले कार्यक्रम गर्ने आयोजनामा हुनुहुन्छ? यदि हुनुहुन्छ र आफू एज अ संस्थाको अध्यक्ष हुनुहुन्छ र सभाध्यक्ष मन्तव्य चाहिँ कसरी राखौँ भनेर सोचिराख्नु भएको छ भने आजको यो भिडियो विशेष हजुरहरूको लागि। हजुर, यो भिडियो नयाँ वर्ष लक्षित सभाध्यक्ष मन्तव्य रहेको छ र हजुरहरूले यसमा 11 चरणमा स्टेप बाई स्टेप गाइड पाउनुहुनेछ र अन्तिममा हजुरहरूले उदाहरण पनि पाउनुहुनेछ। र यो भिडियो सँगसँगै मेरो यस युट्युब च्यानलमा 18,000 सब्सक्राइबर भइसकेको छ र अब यो 18,000 फ्यामिलीलाई चाहिँ हामी 20,000 बनाउने टार्गेट राखेका छौँ। मिसन 20,000 वाइटी सब्सक्राइबर। पक्कै पनि हजुरहरूलाई यो भिडियो 1% मात्रै पनि फ्रुटफुल भयो भने यो घरको फ्यामिली मेम्बर बन्न सक्नुहुन्छ, अर्थात् यो च्यानललाई सब्सक्राइब गर्न सक्नुहुन्छ भन्दै लागौँ आजको कन्टेन्टतर्फ। पहिलो नम्बरमा रहेको छ कार्यक्रम सञ्चालकलाई धन्यवाद दिनुहोस्। जब तपाईँलाई चाहिँ माइक्रोफोन दिएर बोलाउनुहुन्छ मञ्चमा, त्यतिखेर कार्यक्रम सञ्चालकलाई धन्यवाद दिनुहोला। दोस्रो नम्बरमा आई कन्ट्याक्ट। हजुर, जब तपाईँ मञ्चमा पुग्नुहुन्छ सबैलाई सरसर्ती डब्लुको सेपमा अथवा एमको सेपमा हेर्नुहोला र अतिथिज्यूहरूसँग आई कन्ट्याक्ट गर्नुहोला। तेस्रो नम्बरमा आइस ब्रेकबाट सुरुवात गर्नुहोस्। हजुर, तपाईँको कार्यक्रमसँग सुहाउँदो कुनै एउटा जोक्स, कविता, गीत चाहिँ हजुरले भन्न सक्नुहुन्छ। जस्तै तोरीमा तिलमा छ तेल, त्यो आफै कहाँ झर्छ र, पेल्नै पर्छ प्रयत्न, बिना प्रयत्न मुखमा के पर्छ र। अर्थात् यस्तै यस्तै हजुरले चाहिँ के त कुनै श्लोकहरू, गीतहरू, कविताहरू चाहिँ राख्न सक्नुहुन्छ। चौथो नम्बरमा अभिवादनसहित सम्बोधन। हजुर, तपाईँले चाहिँ त्यहाँ नमस्कार भन्नुहोला अभिवादनमा र सम्बोधनमा आफू एज अ सभाध्यक्ष भइसकेपछि हजुरले सम्बोधन गर्दाखेरि आजको यस कार्यक्रमका प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू, अन्य अतिथिज्यूहरू र यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा भनेर यसरी अभिवादन र सम्बोधन गर्नुहोला। पाँचौँ नम्बरमा परिचय। हजुर, परिचय हुन त हजुर अलरेडी संस्थाको अध्यक्ष भएको कारणले गर्दाखेरि तपाईँलाई धेरै व्यक्तिहरूले चिन्नुहुन्छ, तर पनि हजुरलाई चाहिँ यदि कोही नयाँ ठाउँमा जानु भइरहेको छ, नयाँ ठाउँमा कार्यक्रम गर्नुभएको छ भने हजुर कहाँदेखि हुनुहुन्छ, के पेसा गर्नुहुन्छ भन्ने मान्छेलाई थाहा नहुन सक्छ नि त। त्यसैले आफ्नो परिचय पनि यो पाटोमा खोलिदिनु हुँदा अझ राम्रो हुन्छ र जसमा चाहिँ हजुरले आफ्नो नाम, ठेगाना र पेसा चाहिँ राख्न सक्नुहुन्छ। 6 नम्बरमा धन्यवाद व्यक्त गर्ने। हजुर, हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरी आजको कार्यक्रमलाई सभ्य, भव्य अनि शानदार तपाईँहरूले सम्पन्न गर्नको लागि यहाँहरूको गरिमामय उपस्थितिको लागि हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछु भनेर यसरी धन्यवाद व्यक्त गर्न सक्नुहुन्छ। 7औँ नम्बरमा कार्यक्रमको बारेमा बताउने। हजुर, तपाईँको कार्यक्रम चाहिँ किन गरिएको थियो त, होइन, यसको लक्ष्य उद्देश्य के थियो त भन्ने विषयमा चाहिँ हजुरले विशेष यसमा बोल्नुपर्ने हुन्छ र संस्थाले चाहिँ आजको दिनसम्म चाहिँ के काम गरिरहेको छ त भन्ने विषयमा चाहिँ हजुरले चाहिँ यसमा आफ्नो कुराहरू राख्नुपर्ने हुन्छ। 8औँ नम्बरमा प्रतिबद्धता जाहेर गर्ने। हजुर, तपाईँले चाहिँ अब आगामी दिनहरूमा आफ्नो संस्थाले चाहिँ के कस्तो कामहरू गर्दै जानेछ भन्ने विषयमा चाहिँ यदि तपाईँको केही कुराहरू भइसकेको छ, संस्थाले नै यो काम चाहिँ गर्ने भनेर के त तोकिसकेको छ, फाइनल गरिसकेको छ भने हजुरले त्यो सम्बन्धी पनि प्रतिबद्धता जाहेर गर्न सक्नुहुन्छ, तर यो अप्सनल रहेको छ। 9 नम्बरमा क्षमा माग्ने। हजुर, आजको यस कार्यक्रम सञ्चालन गर्ने दौरानमा हाम्रो आयोजक संस्थाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि केही कमी कमजोर भएको छ भने 10 औँला जोडेर चाहिँ हजुरहरूमा क्षमा याचना गर्दछु, क्षमा माग्दछु भन्नुपर्दछ। 10 नम्बरमा आएर हजुरले सबैलाई धन्यवाद दिनुपर्ने हुन्छ। यसमा चाहिँ हजुरले सुरुवाती चरणदेखि अन्तिम चरणसम्म तपाईँलाई कार्यक्रम सञ्चालन गर्ने क्रममा सञ्चालकज्यूले सहयोग गरेको हुनसक्छ, खानको लागि होटलले व्यवस्थापन गरेको हुनसक्छ, होइन, यसरी अतिथिज्यूहरू र सहभागी मित्रहरू सबैलाई चाहिँ हजुरले प्रत्येक व्यक्तिहरूलाई चाहिँ के त धन्यवाद व्यक्त गर्नुपर्ने हुन्छ। 11 नम्बरमा औपचारिक कार्यक्रम समापन भएको घोषणा गरेर तपाईँ मञ्चबाट बिदा हुनुपर्छ। कस्तो लाग्यो हजुरहरूलाई यो 11 चरण? हजुर, तपाईँले 11 चरणमा बस्नु भएर आफ्नो जुनसुकै कार्यक्रमको सभाध्यक्ष मन्तव्य यदि रेडी गर्नुभयो भने हजुरको गजबको सभाध्यक्ष मन्तव्य रेडी हुन्छ। लागौँ अब उदाहरणतर्फ। धन्यवाद कार्यक्रम सञ्चालकज्यूलाई। आज हामी एउटा वर्षलाई बिदाई गर्दैछौँ। सँगै एउटा नयाँ सपना, नयाँ आशा र नयाँ सम्भावनालाई स्वागत गर्दैछौँ। नमस्कार। आजको यस गरिमामय कार्यक्रममा पाल्नुभएका प्रमुख अतिथिज्यू, यसै गरी विशेष अतिथिज्यू, अन्य अतिथिज्यूहरू लगायत यहाँ उपस्थित हुनुभएका तपाईँ सम्पूर्ण आदरणीय महानुभावहरूमा म अनिता बल्लामा काठमाडौँदेखि पेसाले एज अ ट्रेनर र मोटिभेसनल स्पिकर र यसै संस्थाको अध्यक्ष पनि
सर्वप्रथम त हाम्रो यो प्रयासलाई सफल बनाउनको लागि हाम्रो हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरी आजको यस कार्यक्रमको शोभा अनि गरिमा बढाउनको लागि उपस्थित हुनुभएका आदरणीय प्रमुख अतिथिज्यू, सम्पूर्ण अतिथिज्यूहरू र यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई मेरो व्यक्तिगत तर्फबाट र हाम्रो आयोजक संस्थाको तर्फबाट धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। आदरणीय महानुभावहरू, हजुरहरूलाई त अवगत नै छ, हाम्रो यस आशा एकाडेमी संस्थाले विगत लामो समयदेखि फिजिकल तथा अनलाइन रूपमा यस पब्लिक स्पिकिङ ट्रेनिङ, आर्ट अफ प्यारेन्टिङ, टट, युट्युब क्लास, एआई जस्तो क्लासहरू चाहिँ सञ्चालन गर्दै आइरहेको थियो र छ पनि। र यो क्लासहरू सञ्चालन गर्नुको एउटै मात्र उद्देश्य भनेको व्यक्तिको व्यक्तित्व विकास गर्ने र चेतनशील समाजको निर्माण गर्ने। हजुर, तपाईँ हामीले प्राप्त गरेको यो आवाजको सही रूपमा प्रयोग गरेर समाजमा सकारात्मक सन्देश फैलाउनको लागि हामीले यो क्लासहरू सञ्चालन गर्दै आइरहेका छौँ। र आजको हाम्रो विशेष यो बसाइ विगत लामो समयदेखि हामी अनलाइन मार्फत भेट भइरहेका थियौँ, फिजिकल क्लासमा भेट भइरहेका थियौँ, तर एज अ आशा एकाडेमीको परिवार एउटै छानोमुनि भेट हुन पाएको थिएन। त्यसैले नयाँ वर्षलाई लक्षित गर्दै एक अर्कासँग साक्षात्कार गर्ने मौका पनि मिल्नेछ र अपरत्व पनि हुनेछ र आगामी दिनको लागि कसरी जान सकिन्छ भनेर योजना पनि बनाउन सकिन्छ भनेर हामीले आजको यो कार्यक्रम आयोजना गरेका थियौँ। मैले सुरुदेखि नै निहालिरहेको थिएँ, जब यहाँ कार्यक्रममा शुभकामना मन्तव्यहरू आइरहेको थियो, नृत्यहरू आइरहेको थियो र मैले हलमा पनि यसो महसुस गरेँ, सम्पूर्ण हाम्रा सर म्यामहरू कोही पूर्व पश्चिमदेखि हुनुहुन्छ, तैपनि एकदमै नजिकपन चाहिँ के त महसुस गरिराख्नु भएको थियो। र जुन लक्ष्य उद्देश्य राखेर हामीले यो कार्यक्रम सञ्चालन गऱ्यौँ, यो अहिलेको माहौल हेर्दाखेरि उक्त लक्ष्य उद्देश्य प्राप्त भएको महसुस गरेको छु। मित्रहरू, हामी धेरैजनाले सोध्छौँ कि हामीसँग पर्याप्त समय छ, तर धेरैलाई हेक्का हुन्न, कुन रात अन्तिम हुने हो, कुन बात अन्तिम हुने हो। त्यसैले मित्रहरू, आफू रहँदा नै कर्ममा लागौँ र यो नयाँ वर्षले मात्रै हाम्रो घरको क्यालेन्डर परिवर्तन नगरोस्। यो नयाँ वर्षले तपाईँभित्र अन्तर्निहित रहेको क्षमतालाई उजागर गर्न सकोस् भन्ने शुभकामना पनि व्यक्त गर्दछु। साँच्चै नै हजुरहरू सबैजनाको उपस्थिति अनि सक्रिय सहभागिताले गर्दाखेरि हामीले जुन लक्ष्य उद्देश्य राखेर यो कार्यक्रम आयोजना गरेका थियौँ त्यो प्राप्त भएको छ भन्ने मैले महसुस पनि गरेकी छु। र आगामी दिनमा पनि अझ हजुरहरूको साथ, माया र हौसला पाएको खण्डमा यस्तै कार्यक्रमहरू सञ्चालन गर्दै समाजलाई के त रूपान्तरणतर्फ अगाडि बढाउनको लागि यो आशा एकाडेमी एकबद्धता रहेको पनि हजुरहरूमा प्रतिबद्धता व्यक्त गर्दछु। यो विशाल अभियानलाई काठमाडौँ अधिराज्यमा मात्रै नभइकन देशको कुना काप्चामा पुर्याउनको लागि आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर निरन्तर रूपमा समाज सेवामा लाग्ने प्रतिबद्धता पनि हजुरहरूमाझ यहीबाट प्रस्तुत गर्दछु। आदरणीय महानुभावहरू, यो कार्यक्रम सञ्चालन गर्ने दौरानमा हामीबाट केही गल्ती भएको छ भने आयोजक संस्थाको तर्फबाट तपाईँहरू समक्ष 10 औँला जोडेर माफी माग्दछु। आजको हाम्रो यस कार्यक्रमलाई सभ्य, भव्य अनि शानदार बनाउनको लागि हजुरहरूको व्यस्त समयलाई पनि थाती राख्दै यहाँ उपस्थित भइदिनु भएर कार्यक्रमलाई सफल बनाउन सहयोग गरिदिनु भएकोमा आदरणीय प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू, अन्य अतिथिज्यूहरू र यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई हृदयदेखि नै आभार प्रकट गर्दछु। यसै गरी यो कार्यक्रम सञ्चालन गर्नको लागि हल व्यवस्थापन गर्नुहुने, हामीलाई मिठो मिठो खाजा व्यवस्थापन गरिदिनु हुने र हामीलाई प्राविधिक रूपमा सहयोग गर्नुहुने मित्रहरू र हाम्रो सुन्दर सुन्दर फोटो र भिडियोहरू निरन्तर रूपमा खिच्नको लागि बिहानदेखि अहिलेसम्म खटिराख्नुभएका हाम्रा फोटोग्राफर मित्रहरू, कार्यक्रमलाई सफल बनाउनको लागि सुरुदेखि अहिलेको चरणसम्म राम्रोसँग उद्घोषण गरिदिनु हुने अर्थात् पुलको काम, सेतुको काम गरिदिनु हुने आदरणीय उद्घोषकज्यूलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। यसै गरी आजको हाम्रो यो कार्यक्रम म एक्लैले चाहेको भए सफल हुने थिएन, तर यस आशा एकाडेमीको सिङ्गो परिवार जो आयोजक टिमबाट हुनुहुन्छ उहाँहरूको निरन्तर मेहनत र सक्रियताले नै आजको यो कार्यक्रम सफल हुन सकेको हो। त्यसैले आशा एकाडेमीका हाम्रा सञ्चालक समितिका पदाधिकारीज्यूहरूलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु र आगामी दिनहरूमा पनि यस्तै साथ, माया र हौसलाको आशा राख्दछु। कार्यक्रम पश्चात हजुरहरूलाई खाजाको व्यवस्था रहेको छ, कृपया कोही पनि नछुटिकन
खाजा लिएर यहाँबाट बिदा हुनुहोला। यस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउने कार्यमा पुर्याउनु भएको अतुलनीय योगदानको सम्मान गर्दै पुनः अन्य कार्यक्रमहरूमा भेट्ने बाचासहित आउँदै गरेको नयाँ वर्षको तपाईँ सम्पूर्णलाई धेरै धेरै शुभकामना व्यक्त गर्दै सोचे झै होस् रोजे झै होस् यो नयाँ साल खोजे झै होस् छाओस् खुसीको हरेक प्रहर ह्याप्पी न्यु इयर ह्याप्पी न्यु इयर भन्दै यो आजको 2083 सालको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम औपचारिक रूपमा यही सकेको घोषणा गर्दछु र यो कार्यक्रम सकिसकेपछि हाम्रो फोटो सेसन रहनेछ। कृपया सबैजना फोटो सेसनमा पनि सरिक भइदिनु हुन अनुरोध गर्दै यहाँहरूको यात्रा सुखद सुरक्षित र मङ्गल रहोस्। सबैको जय होस्। कस्तो लाग्यो हजुरहरूलाई यो उदाहरण? आशा गर्दछु हजुरहरूलाई राम्रो लाग्यो होला। यदि हजुरहरूलाई 1% मात्रै पनि आफूमा परिवर्तन अथवा आफूले के सिकेको महसुस गर्नुभएको छ भने कृपया मेरो मिसन 20,000 YT सब्सक्राइबरलाई पुरा गरिदिनु न हजुरहरूले सहयोग गरिदिनु होला। कृपया आफ्नो साथीहरूलाई पनि सेयर गरिदिनुहोस्, मलाई सब्सक्राइब गरिदिनुहोस्, बेल आइकन पनि प्रेस गर्नुहोस् र कमेन्ट गर्नुहोस् कस्तो लाग्यो र हजुरहरू आगामी दिनमा चाहिँ कस्तो खालको कन्टेन्ट चाहनुहुन्छ, मबाट केसँग रिलेटेड चाहिँ भिडियो आओस् जस्तो लाग्छ त्यो पनि हजुरहरूले कमेन्टमा लेखिदिनु होला भन्दै र हजुरहरूले यो नयाँ वर्षको लागि यदि प्याकेज खोजिराख्नु भएको छ भने यहाँ प्लेलिस्टमा आइसकेको छ। यहाँ स्वागत शुभकामना र उद्घोषण तिनटैको प्याकेज रहेको छ, हजुरले त्यहाँबाट भेट्नुहुनेछ भन्दै हजुरहरू सम्पूर्णलाई नयाँ वर्षको धेरै धेरै शुभकामना। हजुरहरूले जे सोच्नु भएको छ, जे खोज्नु भएको छ, जे रोज्नु भएको छ यो वर्ष प्राप्त होस् भन्ने मैले मेनिफेस्ट गर्दै मेरो लागि पनि 20,000 सब्सक्राइबरको मेनिफेस्ट गरिदिनु हुन अनुरोध गर्दै आजलाई यस भिडियोबाट छुटिन्छु। नेक्स्ट भिडियोमा अर्को टपिकमा फेरि भेट्नेछौँ।